हेलो गाइस, गुड मर्निङ। हेर्नुहोस् न, म चाहिँ बिहानै पानी परिरहेछ। एकछिन गाउँतिर अलिकति काम परेर जाँदैछु। यता पनि यस्तै छ है, पानी यस्तो छ मौसम। हाम्रो यहाँ चाहिँ पुरा पानी परेर जाडो हुँदैछ। यहाँ पनि सबै तामुल बगानको यो बिचमा चाहिँ के भन्छ, यो चक्लेट गाछ लगाएको छ। हेर्नुहोस् न साथीहरू, यो चाहिँ चक्लेट गाछ लगाएको भित्र हेर्नुहोस् न, म कति टाढो आइपुगेँ, अझै टाढो जानु छ। हिँडेर जाँदैछु। यहाँ हेर्नुहोस् न, कति लगाएको छ चक्लेटको रुख लगाएको छ। चक्लेट चाहिँ फल्दै रहेछ, सानो फल लाग्दै रहेछ। तर यहाँबाट देख्नै सकिँदैन। देख्दैछ हेर्नुहोस् साथीहरू, यहाँनिर फल्दैछ। म तपाईँहरूलाई जुम गरेर देखाइदिँदैछु। यो हो फल चाहिँ, हेर्नुहोस् यस्तो हुन्छ चक्लेटको फल। पानी परेर यस्तो बाटो पनि पानी। यहाँ हेर्नुहोस् न, कच्चुको बोट भनेको रुखको भन्नु आएछ। यति मजाले रोपेको छ। हेर्नुहोस्, यति मजाको घरहरू छ। कोही पनि उठेकै छैन रहेछ। म चाहिँ बिहानै हिँडिराखेको छु, कोही उठेको छैन अहिलेसम्म। यहाँको बस्तीको बाटो चाहिँ यस्तै छ। राम्रै छ हिँड्नुको लागि त, तर त्यही हो, बेसी हिँड्यो भने चाहिँ खुट्टा दुख्छ। यता निम्बुको गाछहरू, यहाँ त बगान मात्रै लगाउँदैन, निम्बुको गाछ, चक्लेटको गाछ, अनि कोलाको रुख के लगाउँछ है। सागसब्जी पनि लगाएको हुन्छ कसैले। यहाँ चाहिँ यस्तो छ। हेर्नुहोस्, पानी बगिरहेछ। यसरी बाँसघारी पनि छ, बाँसहरू पनि लगाउँछ बाटोको छेउ। त्यो चाहिँ नयाँ बाटो बनाएको रहेछ। थोरै टाढो जानु पर्दैन त साथीहरू। ल त, अब म चाहिँ यो बाटो जानु पर्यो हो। अझै माथि जानु छ, भिडियो लामो हुन्छ होला। ल त गाइस, म यति भन्दै यो नजाराहरू देखाउँदै, हेर्नुहोस् यहाँ कस्तो पानी कुदेको छ। राति त झन् बेसी पानी, यस्तो भइरहेछ पानी। ल त, यतिमै अब राख्छु हो, भिडियो लामो हुन्छ होला। हजुरहरूलाई मन परेमा लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला। ल त, अब बाई।